यस्तो हुन्छ कि लक्ष्मी यही बाटो लाँदा त गाडीहरू आइरहेको हुन्छ सभापति म डाइरेक्ट लाइफमा छु हेलो सभापति ज्यू खै कता आउँदै हुनुहुन्छ श्रम पिता कहाँ फाउन्डेसन ए ल अब त त्यसो 1 मिनेट उँभो लाने हो नि उँभो हामी अहिले नवीन चोकमा छौँ श्रम पिता हर्क साप्ताङज्यूलाई यहाँ स्वतन्त्र नागरिक समाज जिल्ला कार्य समितिलाई हामीले भव्य स्वागत गर्दैछ र यता अहिले चाहिँ कस्तो छ भने नि पहिला यहाँ थियो होइन माई मेडिकल यो लेफ्ट साइडमा बायाँ साइडमा थियो भने अहिले यता सरेको छ यो भाइरलपुर जाने पट्टि छ माई मेडिकल हल पनि आया कस्तो यहाँ हेर्नु न यहाँ हेर्नु न दिनेश हाम्रो दिनेश हेर्नु नि देख्नु दिनेश दाजु मलाई यहाँ हेर्नु न दिनेशले मैले हेरिरहेको छ चिन्दैन दुईजना ल अझै सुरु भएको छैन कि भनिरहेको छ अझै सुरु भएको छैन कि भनेर आइपुग्न लाग्नु भयो हामी यहाँ एकदम तयारी छौँ कतिसको घडी अन्त्य हुन लागेछ भनेर दिनेश दाजु म कस्तो छु भन्यो अहिले स्वतन्त्र नागरिक समाजको तपाईँ अध्यक्ष सभापतिको तपाईँ नै सभापति तपाईँ नै अध्यक्ष अनि दुईटा पद तपाईँले अँगाल्नु भएको के भन्नुहुन्छ स्वतन्त्र यहाँ सुन्नु न स्वतन्त्र नागरिक समाज इलामको चाहना भ्रष्टाचार व्यथित र विसङ्गति मुक्त समाजको स्थापना अनि आज यहाँबाट उयो पनि हुने रहेछ होइन हर्क सम्पत्ति के हो रेगुलेसन कि भाइलेसन छ नि हो त्यो झन्डा कति राम्रो देखिन्छ झन्डा नेपाली झन्डा विश्वले भनेछ सब होइन स्वतन्त्र होइन कि नेपालको के बोलेको जे बोल्नु होइन के बोलेको यहाँ हाम्रो मेरो असल मित्र हुन्छ राजेश गुरुङ मिलनसार हुनुहुन्छ जति बेला नि मलाई साथ सपोर्ट गर्नुहुन्छ खुसी लाग्छ तपाईँले जे बोल्ने हो त जे बोल्ने त्यस्तो भने म यहाँ लाइभ यसरी गरिरहन्थेँ र 11 जना अनि भिडियो बनाउने मान्छे चाहिँ यो हो अनि ल साथीहरू हेर्नु है हाम्रो धरानको उपमहानगरपालिकाको नगर प्रमुख साम्पाङज्यूको चाहिँ स्वागतको लागि चाहिँ सबैजना हामी इलामी जनता चाहिँ एकजुट भएर हामी यहाँ बाटोमा स्वागतको लागि चाहिँ एकदम धैर्य धारण गरेर बसिरहेको छौँ। अझै सुरु भएको छैन अरे हजुर, आज थोरै प्राविधिक समस्याले गर्दा त्यस्तै भयो है। खास हाम्रो कार्यक्रम चाहिँ 12 बजी भनेर चाहिँ भनेको थियौँ, तर त्यस्तै प्राविधिक समस्याले गर्दा उहाँहरू अलिक आइपुग्न ढिलाइ भयो। देख्न सक्नुहुन्छ। ल साथै
देख्न सक्नुहुन्छ यता चाहिँ हाम्रो इलामको स्वतन्त्र नागरिक समाजको अध्यक्ष हुनुहुन्छ उहाँ चाहिँ झापादेखि पनि हाम्रो इलाममा चाहिँ साथ दिन आइपुग्नु भएको छ झापा स्वतन्त्र नागरिक समाजको चाहिँ सचिव हुनुहुन्छ उहाँ चाहिँ है झापादेखि ल अब चाहिँ आइपुग्नु होला गाडी आयो तपाईँ चाहिँ गर्नु न मलाई दौलत निम्बुमा फलो गर्नु न केमा मलाई साथी बन्नु न भनेको हाम्रो भाइ पनि भ्लगर हो आउने हो दौलत निम्बु आउनु न के छ तपाईँको नाम नुलाम के छ फेसबुकमा के छ नुलाम ब्लग ब्लगर नि अब म एकछिन भन्छु हामी त ब्लगर होइन म चाहिँ अलराउन्ड हो कि म नि आउँदैछु है ल छिटो आउनु पर्यो रामकुमार लिम्बू तल 0 मा आइपुग्नु भयो होइन यहाँ आइपुग्नु भयो अब चाहिँ आइपुग्नु भयो होला है यो गाडी यस्तो यस्तो होइन होइन आउँदैछ इभीहरू अब कति ढिलो को हो समिता भनेको ए तपाईँलाई समिता नाना भनिरहेछ हजुर हजुर बस्मिता लिम्बू भन बस्मिता म यहाँ इलाममा छु समिता नाना भन्नु अब बजाउँदै गर्दा हुन्छ ढोल झ्याम्जा बजाउँदै लगाएपछि काका हाम्रो अर्जुन काका लाइभमा हौ नयाँ आउनु 220 कमेन्ट होइन म पनि खुसी मर्न लाग्यो अरे खुसीले मर्न लाग्यो म पनि खुसीले मर्न लाग्यो अरे ल धेरै धेरै धन्यवाद है यसो प्रत्यक्ष हजुरहरू हामीसँग जोडिनु नपाए पनि लाइभमा जोडेर हामीलाई साथ सपोर्ट दिनुभएको छ हजुरहरूलाई एकदमै धेरै धेरै धन्यवाद प्रत्यक्ष रूपमा हामीसँग जोडिएर चाहिँ भेटघाट गर्न नसके पनि तपाईँहरूले लाइभमा हेरेर साथ सपोर्ट दिनुभएको छ एकदमै धन्यवाद हाम्रो इलाममा स्वागत मेयरज्यूलाई तल 0 मा आइपुग्नु भयो अरे हजुर आइपुग्नु भयो अब अनि भाउजूको चस्मा अलिक ठुलो भएछ जस्तो चाहिँ अलिक मिडिया स्याचु लाउनु पर्यो नि म भाउजू होइन नमस्ते नमस्ते सम्पूर्णमा नमस्ते पवित्र फेदीज्यू सेवारो अलि राम्रोसँग भिडियो गरिदिनु होला भिडियो क्लियर आउने थियो भन्ने हुन्छ हस् धन्यवाद जानकारी दिनुभएकोमा जय लेयर साहब दीर्घ राई भन्ने हुन्छ 0 मा आइपुग्यो भन्दा 0 मा यहाँ कमेन्ट आइरहेछ तपाईकोमा
लाइफमा हुनुहुन्छ नि त तल तल 0मा भने चाहिँ होइन अघि नै हो नि त्यो त अब त आइपुग्नु पर्ने हो नि त कडा हो नानीहरू हुनु सबभन्दा कडा त यता छ यस्तो मालदेर खुसी लाग्यो खुसीले मन भरियो धन्यवाद कसले कल गर्नुभयो एकछिन ल माहौल तातिरहेको छ विशेष गरी त हाम्रो टिकटक भाइरल ब्रान्डेड बोका नि आउनु भएको छ यहाँनिर अहिले म देखाउँछु ल ब्रान्डेड बोकालाई हेलो सेवा रोलमा यता म देखाउँछु नि हाम्रो हाम्रो ब्रान्डेड बोका टिकटकमा हेर्नु न हौ टिकटक घरका सम्बन्धै आउँदा हुन्छ सबैजना 1000 मान्छे यहाँ हाम्रो लाइभमा हुनुहुन्छ टिकटकमा लाइभमा हुनुहुन्छ ब्रान्डेड बोका हुनुहुन्छ सर्च गर्नुहोस् त टिकटकमा भाइरल हुनुहुन्छ ब्रान्डेड बोका भनेर चिन्नुहुन्छ त्यस्तो बबल आइसक्यो डर आएछ त डर हेरिरहेको छ तपाईँको लाइफमा नि डर जोडिएको छ त ए मेरोमा 500 जना हुन्छ 500 जना 1000 जना हुनु पर्यो सुबिना दिदी प्लिज 1K भ्युअर्स हुनु पर्यो सबैजना साथमा दौलत दिनुलाई पनि फलो गरिदिनुहोस् भनिदिनु तपाईँले फलो गरेर दौलतलाई मेरो साथो पनि प्रत्यक्ष नमस्कार गरिदिनु होला है ब्रान्डेड बोका दिनेश दिदी बोस ब्रान्डेड बोकाहरू उहाँलाई चिन्नुहुन्छ है जलन तिवारी लाइभमा सम्बन्धित कुरा र कार्यक्रमको जानकारी मात्रै राखिदिनु भए हुने मैले पनि सेयर गर्दैछु लाइभमा धन्यवाद सरी ल त्यसो भए सबैजना यता खेल्दै गर्नु यता खेल्नु सुबिना दिदीबाट भयो उता जाँदा पनि हुन्छ सुबिना दिदी गाडी फलो गर्नु त फलो देऊ दिदी फलो 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 झन्डा हेर्नुहोस् त झन्डा उहाँ त अस्ति दुबईबाट आउनु भएको होइन र हो त दुबई होइन साउदीबाट हो आइपुग्नु भयो सप्तपछि बाहिरले अर्को सम्पाङ पछाडिको क्यामेरा त्यत्रो पर नजाने होला नि त मेरो एकदम उयो भइरहेछ है अलिकति कुसुम त कस्तो क्या अगाडि
लाइभमा 45 जना जोडिनु भएको छ। क्लियर आएन क्यामेरालाई होइन क्यामेरा मात्रै पुछेको होइन सेतोले तल 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 स्वतन्त्र नागरिक आवाजले हाम्रो श्रमपिता हर्क साम्पाङज्यूलाई सहयोग गरिसक्नु भएको छ। होइन रविन्द्र सिंह थेकिङ पनि आउनुभएको दुईजना अर्को साम्पाङ सँगसँगै त्यही त म त्यसो देखिरहेको छु। हाम्रो उसको पापा होइन के पऱ्यो
स्वागत गरिदिन हुनका निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। तपाईँहरू यति धेरै दुःख गरेर हाम्रो कार्यक्रमको प्रमुख अतिथिलाई पर्खेर बसिरहनु भएको छ। यो कुरामा स्वतन्त्र नागरिक समाज इलामले तपाईँहरूलाई सबैभन्दा धेरै धन्यवाद दिन चाहन्छु। विकृति विसङ्गतिले विकृतिका विभिन्न खालका सम्बोधन गर्नका निमित्त पिता हल्का साम्पाङलाई हामी स्वागत गर्न चाहन्छौँ। धरान महानगरपालिका धरानका उपमहानगरपालिका प्रमुख पिता हल्का साम्पाङ तपाईँका माझमा स्टेजमा उपस्थित भइसक्नु भएको छ। अब हामी कार्यक्रमलाई अगाडि बढाउने जमर्कोमा लागिरहेको